हुन्छ यहाँहरू सबैलाई नमस्कार। जस्ताको जस्तै सुशी च्यानलमा यहाँहरूलाई स्वागत छ। म सूर्य कुमार खड्का। आज म एकदमै महत्त्वपूर्ण र ऐतिहासिक ठाउँमा छु। हामी दोलखा जिल्लाको बिउ गाउँपालिकामा र म आफूलाई परिचय गर्दाखेरि जीवनको शिक्षाको सुरुवात गराउने व्यक्तित्व आदरणीय गुरुलाई आज मैले भेट्ने अवसर पाएको छु र त्यो अवसरमा म गुरुसँग कुरा गर्न गइरहेको छु। जुन बेला हामीलाई अक्षर शुभारम्भ गराउने आदरणीय गुरु आज भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। उहाँको परिचयसहित म चाहिँ उहाँसँग कुरा गर्न गइरहेको छु। हजुर सरलाई स्वागत छ। नमस्कार नमस्कार बाबु। हजुर सर। अनि सर हजुरको छोटो परिचय राखिदिनुहोस् न त। म राधाकृष्ण थापा, मेरो घर चाहिँ चरीकोट, अहिले हालको भिमसर नगरपालिका वडा नम्बर 6 पर्छ र म चाहिँ यस विद्यालयमा यो अहिलेको चाहिँ बिगु गाउँपालिका वडा नम्बर 5 लोटिङमा स्थित श्री देवीटार माध्यमिक विद्यालय, तत्कालीन बेलामा देवीटार प्राथमिक विद्यालय थियो। त्यस विद्यालयमा चाहिँ 10-11 वर्ष जस्तो मैले पढाएको चाहिँ एउटा शिक्षक हुँ म। हजुर अब यहाँ अब मलाई त गुरु हजुरले त कख सिकाउनु भएको पढाउनु भएको व्यक्ति होइन। आज लामो समयपछि भेट भयो, एउटा अवसर चाहिँ जुर्यो सरसँग। सरलाई कस्तो लागिरहेछ हजुरले पढाउनु भएको? अब त्यो बेला सम्झिँदाखेरि त्यही त त्यो विगतलाई सम्झिँदाखेरि विगतमा म यस देवीटार माध्यमिक विद्यालयमा तत्काल प्राथमिक विद्यालय हुने बेलामा म यो ठाउँमा चाहिँ 42 सालमा आएको हुँ। 42 सालमा आउँदाखेरि मैले चाहिँ यो विकासको क्रमदेखि नै ल्याउनुपर्छ भन्ने लाग्छ मलाई एकदमै। जबकि त्यतिखेर लामोसँग हुँदै जिरी चरीकोट हुँदै जिरीतिर मात्रै बाटो जान्थ्यो, मेन रोड। त्यहाँभन्दा यता दोलखातिरसम्म पनि बाटो थिएन, गाडी आउँदैन थियो। म चरीकोटबाट चाहिँ यो चिलङ्खा आउनु पर्दाखेरि हिँडेरै आउनु पर्थ्यो होइन। लामो बाटो भनौँ, मैले भने दोलखा हुँदै तल नागदह हुँदै रातोमाटे हुँदै नदीको किनारे तामाकोइसको नदीको किनारे हिँडेर आउँदा 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 दिनभरि लाग्थ्यो। र चिलङ्खा उकालो लाग्ने बेलामा ज्यादै उकालो सकस खाँदै खाँदै सकस बिहोर्दै बेलुका राति को समयमा म चिलङ्खा आइपुग्थेँ। हिँडाइको यो यातायातको क्षेत्र किसिमले कुरा गर्दाखेरि त्यो बेला ज्यादै नै गाह्रो थियो यो ठाउँमा आइपुग्नलाई, कठिन थियो, ज्यादै नै कठिन थियो। विकास हुने यहाँ केही पनि थिएन, बत्ती थिएनन्, बाटो थिएनन्। अब भन्नुपर्छ विद्यालयमा आएपछि म विद्यालयमा नयाँ विद्यालयमा जुन मैले काम गर्ने विद्यालयमा यही हो भनेर मलाई यहाँको जुन अभिभावकहरूले यहाँको महानुभावहरूले भनिदिँदाखेरि मैले मेरो विद्यालय हेरेर जाँदाखेरि त्यो विद्यालयको गति हविगत ज्यादै कष्टपूर्ण समस्या खालको, माथि आकाशबाट चाहिँ पानी चुहिराख्ने खालको, तारा देखिने खालको, दिउँसो घाम लाग्दै घामै छिर्ने खालको त्यस्तो छानो भएको चाहिँ भुइँभरि धुलै धुलो भएको र स्थितिको विद्यालय थियो। त्यो विद्यालयमा मैले काम गर्नलाई मैले हिम्मतको साथै यही विद्यालय भयो भने म यही विद्यालय रहेर पनि यहाँका चाहिँ बालबालिकाको सेवा गर्छु भनेर, यो गाउँको सेवा गर्छु भनेर मैले त्यो ठाउँमा सुरु गरेँ काम गर्नलाई। त्यतिखेरका बस्ने ठाउँको फर्निचर पनि थिएन, बोर्ड पनि थिएन होइन, ब्ल्याक बोर्डहरू पनि केही पनि थिएन। हामी चाहिँ एउटा कापीको भरमा, कलमको भरमा, सिसाको भरमा चाहिँ हाम्रा धेरै भाइ बहिनीहरूलाई पढाउने सुरु गरेका थियौँ। अब यो यहाँको बालबच्चाहरूको स्थिति हेर्ने, त्यो बेलाको स्थिति हेर्ने हो भने उहाँहरूको बालबच्चाहरूको पनि दयनीय अवस्था, घरको अवस्था पनि त्यही कारणै हो, दयनीय अवस्था थियो। उहाँहरूको चाहिँ लुगा कपडा राम्रो हुँदैन थियो, सरसफाइको पनि त्यस्तो बिना वातावरण थिएन। अब त्यो शनिबार आउँथ्यो तापनि शनिबार पनि लुगा धुने यताउतिको पनि त्यस्तो किसिमको पनि थिएन। र कतिपयको धुन्थे पनि, कतिपय सफा पनि भएर आउँथे, कतिपय नुहाएर पनि आउने हुन्थ्यो। तर कति धेर जसरी सरसफाइ नुहाउने काम हुँदैन थियो है, हुँदैन थियो। र तिनै बच्चाहरूलाई हामी चाहिँ भुइँमै राखेर ढुङ्गाको चाहिँ पिरुका है, ढुङ्गाकै चौहटी राखेर यसरी हामी पनि ढुङ्गाकै चौहटीमै बसेरै भए पनि हामी चाहिँ पढाउने काम चाहिँ गर्थ्यौँ। पहिलो कर्तव्य हाम्रो पढाउने काम नै, उहाँलाई शिक्षा दिने, ज्ञान दिने काम नै पहिलो कर्तव्य भएको हुनाले अरू भौतिक सुविधा जे छ जस्तो जस्तो छ त्यसैलाई चाहिँ हामीले स्वीकार गर्दै हामीले चाहिँ यो विद्यालयमा चाहिँ दुःखको साथ, कष्टको साथ त्यसलाई नै खुसी मानेर हामीले पढाएका थियौँ। र मैले पढाउने क्रममा मेरा भाइ बहिनीहरू, त्यतिखेरका बालबच्चाहरू धेरैजना चाहिँ म प्रति खुसी भएर
नजिकै झुम्मिएर ध्यानपूर्वक किसिमले चाहिँ सिक्ने क्रममा चाहिँ उहाँहरू ती भाइ बहिनीहरू तल्लीन रूपमा चाहिँ आफ्नो पढाइलाई चाहिँ निरन्तर अगाडि लगाइपर्नुहुन्थ्यो। र अब हामी त्यो ठाउँमा बस्दाखेरि अब यो ठाउँ फेरि त्यो हिउँदको बेलामा अलिक जाडै पनि हुने ठाउँ हो, यो ठाउँ चिसो हुने ठाउँ पनि हो, अलिक डाँडो पनि छ हाम्रो विद्यालय एरिया, ज्यादै ठन्डा पनि हुन्थ्यो। ठन्डाको एरिया पनि हामीले चाहिँ त्यो चिसोलाई प्रभाव नगरी गर्मीलाई प्रभाव नगरी जस्तो परिस्थिति आउँछ त्यतिखेर हामी चाहिँ राम्रोसँग चलेर चाहिँ यहाँ काम गर्थ्यौँ। अब भौतिक र शैक्षिक रूपमा चाहिँ अलिक पिछडिको अवस्था भए तापनि हामीले त्यसलाई चाहिँ मनन गर्दै हृदयङ्गम गर्दै सहज विषय चाहिँ हामीले पढाउँथ्यौँ र पढ्थ्यौँ। वातावरण खुसी साथले हामी चाहिँ पढाउने गरेका थियौँ। त्यतिखेरको बेला भनेको चाहिँ साह्रै विकट एरिया, विकट ठाउँ थियो र विकट ठाउँमा चाहिँ हामीले राम्रो किसिमको वातावरण चाहिँ पढाएको चाहिँ अनुभव छ। र त्यतिखेरको परिवेश र अहिलेको परिवेशलाई त म कम्पेरिजन गरे बेला आउला होइन, पछि आउला। त्यतिखेरको परिवेश चाहिँ दयनीय नै थियो भन्नुपर्छ। मैले दयनीय अवस्थामा हामीले सहज किसिमले काम गरेका थियौँ। एकदमै त्यतिखेर स्कुल पनि दयनीय अवस्था थियो, यहाँका वातावरण पनि त्यही अवस्था थियो र यहाँका जति जनता थिए त्यो पनि अलिक गरिबी अशिक्षित, मेन कुरा शिक्षा थिएन। मैले पनि हजुरको चाहिँ नि त्यतिखेर अब मैले थाहा पाउँदाखेरि चिठी पढ्नु पर्यो भने पनि हजुर कहाँ पुग्ने अभिभावकहरू धेरै थिए। ठिक हो होइन, धेरैजनाले आएको चिठी मगाएर पढ्दैन भनेर चाहिँ ल्याउनुहुन्थ्यो। सरले पढेर सुनाएको मैले देखेको पनि छु। कुरो सही हो। त्यो अवस्थाको वातावरण थियो हाम्रो यो गाउँमा। र अब त्यो अवस्था र अहिले हेर्दाखेरि हजुरले चाहिँ के चाहिँ परिवर्तन अथवा चेन्ज चाहिँ के देख्नु भएको छ हजुरले? ठिक हो, सही प्रश्न गर्यो मेरो विद्यार्थी सूर्य भाइले। त्यो ऊ बेलाको र अहिलेको चाहिँ मूल्याङ्कन अथवा यसो कम्पेरिजन गर्ने क्रम, यो तुलना गर्दाखेरि त आकाश पातालको चाहिँ फरक भएको छ अहिलेलाई हेर्दाखेरि। त्यो बेलाको स्थितिबाट अहिले यो सायद बिचको कुरो पनि यहाँ राख्नु पर्थ्यो होला। त्यो बेला त अहिले सिधै यहाँ आउँदाखेरि चाहिँ यसलाई त के भनेर हामी चाहिँ उयो पहिलाको चाहिँ वेद पुराणहरूतिर पढ्दाखेरि स्वर्ग र नर्क भन्थे होइन, नर्क र स्वर्ग भन्ने चलन छ। त्यो किसिमले भन्दाखेरि त्यो बेलाको भन्दा अहिले स्वर्गको स्थिति, राम्रो स्थिति होइन। अहिले त भनौँ मैले अहिले पनि पहिला सुरुमा भने जिरी चर्गडुडे जिरीतिर बाटो जान्थ्यो, गाडी जान्थ्यो। यता दोलखातिर यता लागेको दोलखासम्म पनि गाडी थिएन, बाटो नै थिएन। त्यहाँ यो भनेको त झन् अब दोलखा चर्गडुडे यो त साह्रै कुनो साह्रै दुर्गम नै ठाउँ हो। यो त दुर्गम ठाउँ हो। दुर्गम ठाउँ भइकन पनि त्यो बेलामा यहीँ माथिल्लोपट्टि आलमपुर भन्ने ठाउँ चाहिँ हामी शिक्षकहरूले पनि दुर्गम भत्ता पाउँथे। यहीँबाट सिमाना जोडेको ठाउँ हो नि त आलमपुर। आलमपुर बिउमा चाहिँ दुर्गम भत्ता पाउँथ्यो कर्मचारीहरूले। तर यहाँ दुर्गम भत्ता थिएन। हामीलाई साह्रै अन्याय परेको थियो त्यो बेलाको। मैले त्यो पहिलाको मैले यो अलिकति दोहोऱ्याएँ। र अब अहिले भन्दाखेरि चाहिँ अब बाटो दुर्गम भन्नुको अर्थ चाहिँ के छ भने यो बाटो यातायात पुगेपछि सुगम हुने नै मेरो बुझाइ हो। अब अहिले चाहिँ अब चर्गडबाट दोलखा आउँदै अब यहाँ आउँदाखेरि जस्तो मैले हिजो भने हिजो मात्रै म यहाँ आइपुगेको हुँ। हिजो 16 गतेको दिन चाहिँ मलाई निम्तो अनुसारै म यो लोटिङमा आइपुगेको हुँ। विद्यालयको 50औँ जयन्तीको उपलक्ष्यमा निम्तो गरेकोले आएको हुँ। म पुरानो तहको नाताले मलाई बोलाइएको छ। त्यही नाताले आउँदाखेरि हिजो म चर्गडबाट 12 बजे चढेको, यहाँ म 3 बजे आइपुगेँ। यो अचम्मै लाग्दो कुरो हो। उहिले म चाहिँ बिहान 6 बजे 5 बजे हिँड्दाखेरि बेलुका 6-7 बजे यहाँ आइपुग्थेँ बडो दुःख कष्टले। अहिले म चाहिँ 12 बजे हिँडेको, बेलुका 3 बजे यहाँ आउनु भनेको अचम्मै लाग्यो मलाई। सजिलोसँग आइयो। यहाँभन्दा चाहिँ विकासमा चाहिँ चरम त नै पनि अब के भन्ने, एकदम राम्रो नभने के भन्ने यसलाई। अब अहिले चाहिँ यो गाउँमा मैले हेर्दाखेरि यो ठाउँमा स्वास्थ्य चौकी पनि रहेछ, राम्रो खालको विद्यालय भवनहरू ज्यादै राम्रा उहिलेको दाँजोमा धेरैवटा। त्यसपछि गएर दायाँ वातावरण पनि राम्रा, जताततै बाटै बाटो। त्यसपछि गएर विभिन्न सेवा सुविधाहरू सबै कुरो यहाँ राम्रो छ। गाडी जतिखेर हुनु त्यतिखेर पाउने स्थिति रहेको छ। साना गाडीदेखि 2 पाङ्ग्रेदेखि 4 पाङ्ग्रे, ठुला गाडी पनि जतिखेर चाहियो त्यतिखेर पाउने स्थिति यहाँ भएको रहेछ। अहिले तत्काल कोही बिरामी भएको खण्डमा तुरुन्त चाहिँ ठुलो बिरामी भने तुरुन्त हामी चाहिँ चर्गड पुर्याउन सक्ने स्थितिका भएका रहेछौँ यहाँनिर। काठमाडौँ नै पुर्याउन सक्ने त्यो खालको चाहिँ वातावरण बनेको रहेछ। त्यो बेलाको दाँजोमा यहाँ कोही बिरामी भयो भने अब काहीँ नभइकन यिनै बाध्यता भएर आफ्नो जीवन चाहिँ बिताउनु पर्ने, मर्नुपर्ने स्थिति थियो होइन। अहिले यस्तो राम्रो भएको रहेछ। त्यो म आएको बेलाको त्यो 42 सालको दाँजोमा अहिले चाहिँ पुरै नै विकास भएको छ मैले देख्दाखेरि चाहिँ।
एकदम राम्रो भएको छ। अहिले चाहिँ यो ठाउँ चाहिँ फेरि बसौँ बसौँ लाग्ने पनि भएछ मलाई। यही ठाउँमा चाहिँ बसेको भने हुने रहेछ। अहिले यतै जग्गा किनेर यतै घर बनाएर बसेको भने हुने रहेछ जस्तो मलाई अहिले चाहिँ गएर बसे महसुस हुने भइरहेको रहेछ भने चाहिँ मलाई अहिले महसुस छ। भएको छ। हजुर हजुर सर, हजुरको कुरा हजुरले कुरा गरिरहँदा अहिले चाहिँ जुन जति पनि स्ट्रक्चरमा भनौँ न हजुर संरचनाहरूमा विकास जसरी भइरहेछ त्यति हिसाबले शिक्षा र यो मानवीय हिसाबमा चाहिँ त्यस्तो विकास भएको कतिको पाउनुहुन्छ हजुरले? त्यो इन्डिकेटरलाई अलिकता औल्याउने हुने हजुर लामो समय शिक्षक भएर हजुरले चाहिँ अब रिटायरमेन्ट लिइसक्नु भएको मान्छे, हजुर लामो शिक्षामा अनुभव भएको मान्छे, अनि हजुरले जुन अब हामी जस्तो विद्यार्थी उत्पादन गर्नुभयो त्यो ती विद्यार्थीहरू यहाँ अझै पनि रिटेन भएर यहाँ गाउँको लागि केही गर्नुपर्छ भन्ने त्यो वातावरण चाहिँ सिर्जना त्यति हुन सकेको अवस्था चाहिँ रहेन। त्यो के भएको अथवा के कमीले भएको होला जस्तो लाग्छ सरलाई? अब यो जुन यहाँको बस्नको लागि वातावरण, यहाँको मान्छेहरू यहाँ बस्नेको वातावरण भइदियो हुन्थ्यो भन्ने कुरो होला यो होइन। हजुर हजुर शिक्षाको तुलना गर्दा त अब भन्नै परेन। अहिले अब शिक्षा त्यो बेला नपढेको मान्छेहरूको चाहिँ सङ्ख्या चाहिँ 99% थियो र पढ्ने सङ्ख्यामा चाहिँ 1% मात्रै थियो त्यो बेलामा भने। अहिले अब 99 नै शिक्षित वर्गहरू भएका छन् यहाँनिर, हजुर भएका छन्। अब मैले पढाएका विद्यार्थीहरू अहिले म सरको मेरो लेभलको मभन्दा माथिल्लो लेभलको पढाइमा पुगिसक्नु सकेको छ भाइ बहिनीहरू। र उहाँहरू यहाँ पढेर माथिल्लो कक्षाको उच्च शिक्षा पढ्नको लागि अन्यत्र ठाउँमा जानुभयो। कतिपय गएपछि उहाँहरू चाहिँ यो गाउँमा फर्केर आएको चाहिँ मैले पनि देखिनँ। अनि धेरै मात्रामा चाहिँ यो फेरि फर्केर यही गाउँमा बस्नुपर्छ, आफ्नो जन्मथलो यहीँ काम गर्नुपर्छ, यहीँको विकास गर्नुपर्छ भन्ने कुरो चाहिँ नभएको हो कि भन्ने चाहिँ मलाई महसुस भएछ यो गाउँ डुल्दाखेरि। किनभने मैले गाउँ सबै मेरो विद्यालय गाउँ एरिया सबै डुल्दाखेरि धेरैजना विद्यार्थी मैले पढाएका विद्यार्थी यहाँ भेटिरहेको छुइनँ, भेटिरहेको छैन। यसको अर्थ के हो त उहाँले चाहिँ आफ्नो जन्मथलो गाउँ चाहिँ बिर्सेको हो कि भन्ने चाहिँ महसुस भएको छ। तर म के भन्न चाहन्छु भने हुन त यो हुइम अहिले देशभरि नै छ, देशभरि छ। त्यो देशभरिको हुइम यस गाउँमा पनि परेको त अवश्य छ। अब म चाहिँ के भन्न चाहन्छु भने ठिक छ, काम गर्नको लागि काम विषयले अन्यत्र जानुपर्छ, जानुपर्छ, सही कुरो जानुपर्छ। हाम्रो कमाइ आफ्नो जीवन स्तरको लागि अन्तर जानुपर्छ नै। तर आफ्नो जन्मथलो आफ्नो ठाउँमा आएर यो ठाउँमा पनि विकास गर्न अब फेरि नयाँ पुस्ताले यो ठाउँमा विकास गर्नको लागि चाहिँ शिक्षित जनशक्तिको आवश्यक छ। र जो जनशक्ति यहाँ भएको पनि हो, तर यहाँ उत्पादन भएको नि हो, यहाँ नबसेको मात्रै हो। यहाँ आएर यहाँको ठाउँका यो उर्वर भूमिहरू, यहाँका ठुला ठुला चाहिँ एकदम मैदान पाटाहरू छन् यो ठाउँमा होइन, वन जङ्गल पनि माथितिर नजिकै भएका यो उर्वर भूमि भएको ठाउँमा यो ठाउँमा चाहिँ प्रशस्त मात्रामा चाहिँ कृषिलाई नै अगाडि बढाउन सकेदेखि आधुनिक किसिमले पढाइ किसिमले चाहिँ कृषिलाई अगाडि बढाउनु पर्ने हो नि यही ठाउँमा यो भूगोलमा बसेका चाहिँ जति पनि जनसङ्ख्या जन्मेर चाहिँ अन्यत्र पनि गएको र यहाँ बसेको जुन जनशक्ति छ यो सबैले यही ठाउँमा अटेर र यहाँ उत्पादन गर्यो भने यहाँको चाहिँ अन्नहरू यो गाउँभन्दा आसपासको दायाँ बायाँ हुँदै सायद चरीकोट हुँदै काठमाडौँ पनि यहाँका चाहिँ उन्नत खालका चाहिँ अहिले उत्पादन गरेका अन्नहरू हामी काठमाडौँसम्म पनि पुर्याउन सक्छौँ। किनभने नेपालमा अहिले खानेकुरामा चाहिँ रोग विभिन्न कारणले गर्दाखेरि अब कोदो भन्ने चाहिँ अन्नको चाहिँ खानेकुरा चाहिँ महत्त्व आइरहेको छ। यही कुरो यो मैले चाहिँ त्यो बेला देख्दाखेरि चाहिँ यो ठाउँमा कोदो औधी नै उत्पादन हुन्थ्यो। यो कोदोलाई चाहिँ यहाँ उत्पादन गऱ्यो भने काठमाडौँ मात्रै सप्लाई गर्न सक्यो भने यहाँको मान्छेलाई चाहिँ अरबौँ अरबौँ चाहिँ आम्दानी घर समुदायले लिन सक्छ। र अरू एउटा त कृषि क्षेत्रलाई यहाँ चाहिँ मजाले ध्यान दिन सकिन्छ पहिलो प्राथमिकता दिँदाखेरि। अब दोस्रोमा उद्योग व्यवसायको लागि पनि हामीले यहाँ विभिन्न खोजी गर्न सक्छौँ। अब यहाँ वन जङ्गल छ, फर्निचर उद्योगहरू भए। अब यहाँ नजिकै हाम्रो यहाँ आलमपुरमा सिलेट कारखाना छ, सिलेट उद्योग छ। त्यो यो विश्वमा भन्दा सबभन्दा राम्रो भनेको चाहिँ मैले सुनेको थिएँ। त्यस्तो चिज यहाँ छ अरे। अब मैले सुनेको यो ठाउँमा खानी पनि थियो होला पहिला पहिला, किनभने यहाँ तामा खानी छ भनेर सुनेको थिएँ भयो पहिला। हाम्रो स्कुल एरिया क्षेत्र तलतिर सायद खानी गाउँ भन्थे। त्यो खानी गाउँ किन काम नरहेको रे भनेर मैले सोधेको थिएँ। तामा खानी थियो र यहाँ अहिले घर घर भएका खड्कुला तामाहरू चाहिँ यहीँ मिसेको तामा हो अरे भनेर त्यतिखेरका चाहिँ पुर्खाहरूले भन्नुहुन्थ्यो। भने खानी पनि छ यसो अर्थ। यसो भएको हुनाले शिक्षामा फड्को मारेको छ। त्यो शिक्षालाई चाहिँ सदुपयोग गर्न यहाँको चाहिँ जनप्रतिनिधि, यहाँको राजनीतिक दलहरू भए, सरकार पक्ष सबैले लागेर सबैलाई आकर्षण गर्न सकेमा
यो ठाउँको विकास यहीँको जनताले गर्न सक्छन् भन्ने मेरो भनाइ हो। हजुर। अब हजुरले भन्नुभएको जस्तो यहाँ शैक्षिक क्षेत्र अथवा शैक्षिक हब बनाउनको लागि जस्तो रिसर्चहरूको काम चाहिँ यसमा अलि अगाडि बढाउन सक्यो भने अझ बेस हुन्छ होला जस्तो होइन सर? हजुर हो गर्न अलिकति सकिन्छ। रिसर्च गरेर तपाईँको उद्योगको कुरामा, खानेको कुरामा, अहँ, अनि त्यस पछाडि अब कृषिको कुरालाई, र अर्को कुरा चाहिँ हजुरको चाहिँ नि यो एउटा स्टडी हब पनि बनाउन सक्ने, अध्ययनको चाहिँ नि एउटा ठाउँ हो भनेर चाहिँ बनाउन सक्ने तिर पनि जान सकिन्छ कि? यो सकिन्छ। अब यो के हुन्छ भने त्यो ठाउँको भूगोल अनुसारको हजुर हामीले रिसर्च गर्नुपर्ने हुन्छ। Exactly. भूगोल जस्तो छ, जे छ त्यहाँको परिवेश के छ, त्यो हजुर। समाज कस्तो छ, त्यही अनुसारको रिसर्चको चाहिँ विषय ल्याउनुपर्छ यहाँनिर। एक्ज्याक्ट यो भूगोलले नमिल्ने अन्तको त्यो भूगोल अर्को भूगोलमा मिल्ने विषयको रिसर्च यहाँ गर्नु चाहिँ मिल्दैन। हजुर यहीँको ठाउँ अनुसारको चाहिँ भूगोलको रिसर्च गर्नुपर्छ। जस्तो अहिले भनिहालेँ यहाँको चाहिँ हाम्रो चाहिँ प्राकृतिक स्रोत साधनहरू, मैले भनिहालेँ खानेका कुरा भने, हजुर जल पनि नजिकै छ हाम्रो साङ्बा खोला, हजुर त्यो जललाई पनि बिचमा चाहिँ हामीले पनि प्रयोग गर्न सक्छौँ नि यहाँनिर। त्यो जललाई पनि हजुर अहिले पावर हाउसमा गहिरो छ तापनि केही पानी हामी पनि प्रयोग गर्न सक्छौँ। एक्ज्याक्ट र अनि खानेको कुरा भए, वन जङ्गलको कुरा भए, र यो जमिन जुन भन्छ हाम्रो जल, जमिन, जङ्गल, जडीबुटी लगायतका कुरा हाम्रो पहिलो प्राथमिकता पर्छ। पनि यहाँ चाहिँ के छ, जङ्गल पनि अलिकति माथि छ। पहिलो नम्बर त जमिन छ हाम्रो यहाँ। हजुर रिसर्चलाई पहिलो जमिन हो। यही ठाउँमा हाम्रो देवीटार मावि विद्यालय छ। त्यो विद्यालयमा चाहिँ यो यहाँको यो जमिनलाई प्रयोग गर्ने किसिमको चाहिँ एउटा चाहिँ विषय राखेर त्यहाँ पनि राखेर त्यो पढाइ पनि अगाडि बढाउने, र त्यस सँगसँगै यहाँको चाहिँ माटोको बारेमा रिसर्च गरेर गर्न सकेको खण्डमा त्यसले चाहिँ हाम्रो जीवन चाहिँ यहाँको चाहिँ जनताको, यहाँको चाहिँ नागरिकको चाहिँ जीवन चाहिँ अगाडि बढाउन सकिन्छ। मैले देखेको कुराहरू। हजुरलाई धेरै धेरै धन्यवाद। महत्त्वपूर्ण कुरा राखिदिनु भयो। आज भेट भयो सरसँग। यहाँ सरलाई अन्तिम केही सन्देश हजुरहरूले अब यो गाउँको बारेमा अथवा यहाँको कुरा चाहिँ अन्य विद्यार्थीहरू अथवा अन्य व्यक्तिहरूले पनि सुन्दा अलिकता प्रभावकारी हुने रहेछ भन्ने हिसाबमा चाहिँ केही राख्न चाहनु? यहाँ अहिले पहिला विकास थिएन, जनसङ्ख्या थियो। हजुर अब अहिले विकास चाहिँ आए, जनसङ्ख्या जनसङ्ख्या चाहिँ कम भएर गइदिए। यहाँबाट चाहिँ पलायन भएर अन्त जाने आइदियो। यो के कारणले यस्तो भइरहेको छ? पहिला जो जसरी हामीले दुःख सुख गरेर यो ठाउँ बसेको थियौँ, अब हाम्रो कार्यकालमा त्यही किसिमको दुःख सुखले यो ठाउँलाई चाहिँ आफूले सके अनुसारको चाहिँ शिक्षा प्रदान गर्दै हामीले यो ठाउँबाट चाहिँ विदाय भएर अन्यत्र गयौँ। अब नयाँ पुस्ताका साथीहरू आउनुभएको छ, उहाँले यो ठाउँलाई अझ अगाडि बढाउनु हुने नै छ, बढाउनु होस्, लागि पर्नु। यहाँ पढेका धेरै विद्यार्थी भाइ बहिनीहरूमध्ये आज चाहिँ यो क्यामेरा लिएर मैले पढाएको विद्यार्थी सूर्य खड्काले चाहिँ यस्तो यो काम लिएर धेरैले पढाएको भने यो पनि त एउटा चाहिँ प्रचार प्रसार गर्ने, यहाँको जानकारी दिने एउटा चाहिँ सञ्चारको रूपमा चाहिँ मेरै आफ्नो विद्यार्थीले यो काम गरेकोमा मलाई ज्यादै खुसी लागेको छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्टमा लेख्नुहोला। यस सम्बन्धी विस्तृत भिडियो तपाईँको माझ ल्याउने नै छु। लाइक, सेयर र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।